अब फोन नम्बरबाट जोसुकैको लाइभ लोकेसन कसरी हेर्ने भन्ने विषयमा भिडियो लिएर आइसकेको छु। साथीहरु, यो भन्दा पहिला पनि यो सम्बन्धी मैले भिडियो तयार पारिसकेको छु, तर युट्युबले मेरो भिडियोलाई चाहिँ डिलिट गरिदिएको छ। किनकि फोन नम्बरबाट अरूको लाइभ लोकेसन हेर्ने अधिकार नेपाल प्रहरीलाई मात्रै हुन्छ, नेपाल पुलिसलाई मात्रै हुन्छ। त्यो भएको कारणले चाहिँ युट्युबले मेरो भिडियोलाई चाहिँ डिलिट गरिदिएको छ। तर थुप्रै साथीहरुको आग्रहबाट, थुप्रै साथीहरुको अनुरोधबाट अरूको लाइभ लोकेसन कसरी हेर्ने एउटा भिडियो तयार पार्दिन पर्यो भनेर थुप्रै साथीहरुले चाहिँ मलाई आग्रह गर्न लाग्नु हो। त्यो भएको कारणले चाहिँ मैले दोस्रो पटकको प्रयासमा यो भिडियो तयार पार्न गइरहेको छु। यो भिडियोको चाहिँ गलत प्रयोग चाहिँ नगर्दिनु होला, यसको मिसयुज चाहिँ नगर्दिनु होला। तपाईले चाहिँ आफ्नो घर परिवार, आफ्नो बालबच्चाहरुको सही रेखदेखको लागि यसको प्रयोग गर्नु होला, अन्यथा यसको मिसयुज चाहिँ नगर्दिनु होला भन्ने म तपाईहरुको चाहिँ दुई हात जोडेर आग्रह गर्न चाहन्छु। साथीहरु, के तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ? यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई चाहिँ सुरुदेखि लास्टसम्म हेर्नु होला र भिडियो मन पर्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरी बेल आइकनको घण्टीलाई अल गरेर जानु होला, ताकि मेरो यस्तै भिडियोको सूचना सबभन्दा पहिला तपाईहरुको समक्ष पुगोस्। आउनुस्, कति पनि ढिला नगरिकन भिडियोलाई सुरुवात गर्छु। सुरुवात गर्नुभन्दा पहिला तपाईहरुलाई चाहिँ आफ्नो मोबाइलको स्क्रिनतर्फ ध्यान आकर्षण गराउन चाहन्छु। सबभन्दा सुरुमा हामीले चाहिँ मोबाइलको गुगल म्यापमा जाने। गुगल म्यापमा क्लिक गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस हुन्छ। हामी सबैको मोबाइलमा चाहिँ यस्तो प्रकारको इन्टरफेस देखिन्छ र सबभन्दा टपमा रहेको छ कर्नरमा प्रोफाइलको आइकन छ, त्यसमा छुने। त्यसमा छोइसकेपछि यस्तो प्रकारको इन्टरफेस हुन्छ अनि त्यसपछि रहेको छ लोकेसन शेयरिङ रहेको छ। लोकेसन शेयरिङ रहेको छ, लोकेसन शेयरिङमा क्लिक गर्ने। लोकेसन शेयरिङमा क्लिक गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस हुन्छ, शेयर लोकेसन भन्ने छ। तल हेर्नुस् है साथीहरु, तल रहेको छ शेयर लोकेसन, यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि रहेको छ शेयर यो रियल टाइम लोकेसन भनेको छ। 1 घण्टाको लागि गर्न चाहनुहुन्छ, 1 घण्टाको लागि गर्न चाहनुहुन्छ कि लाइफ टाइमको लागि गर्न चाहनुहुन्छ? मैले चाहिँ एकछिनको एक्जाम्पलको लागि मैले चाहिँ 1 घण्टाको लागि मात्रै लोकेसन शेयरिङ गर्न गइरहेको छु। तपाईहरुले चाहिँ लाइफ टाइमको लागि पनि गर्न सक्नुहुन्छ। यदि लाइफ टाइमको लागि गर्न चाहनुहुन्छ भने दोस्रोमा छुने। मैले चाहिँ 1 मा क्लिक गरे, 1 मा अलरेडी क्लिक नै छ। त्यसपछि तल आउनु सजेसन भनेर लेखेको छ, त्यसमा चाहिँ रहेको छ हामीले चाहिँ यो फोन नम्बरमा पनि पठाएर गर्न सकिन्छ। तर हामीले चाहिँ मैले सजिलो तरिका, सजिलो आइडिया तपाईलाई चाहिँ बताउन चाहन्छु। यो यता सार्ने, सारिसकेपछि के गर्ने भनेपछि 3 डटमा क्लिक गर्ने। 3 डटमा क्लिक गरिसकेपछि सबभन्दा टपमा रहेको छ शेयर योर लोकेसन। शेयर योर लोकेसन सबभन्दा टपमा, यसमा आफ्नो जीमेल तपाईले चाहिँ आफ्नो मोबाइलमा खुलेको जीमेल यसमा टाइप गर्ने। आफ्नो मोबाइलमा खुलेको जीमेल यसमा लेख्ने, अथवा तपाईले चाहिँ यो फोन नम्बरमा पनि यो मोबाइलको लोकेसन सेन्ड गर्न सक्नुहुनेछ। मैले चाहिँ यसको लोकेसन मैले यो मोबाइलमा चाहिँ सेन्ड गर्न गइरहेको छु। यसको लोकेसन यसमा सेन्ड गर्न गइरहेको छु। त्यो भएको कारणले चाहिँ यो मोबाइलको जीमेल यसमा टाइप गर्न गइरहेको छु। साथीहरु, यो मोबाइलको जीमेल मैले यसमा भर्न गइरहेको छु। यो मोबाइलको जीमेल मैले यसमा टाइप गर्छु है साथीहरु। ध्यान दिएर हेर्नुस् है साथीहरु। यहाँ चाहिँ अब कुन मोबाइलमा तपाईले चाहिँ यो मोबाइलको लोकेसन कुन मोबाइलमा हेर्ने हो? तपाईले चाहिँ यो मोबाइलको लोकेसन कुन मोबाइलमा हेर्ने हो त्यो मोबाइलमा खुलेको जीमेल यसमा भर्नुपर्छ साथीहरु। हेर्नुस् है, एकदम ध्यान दिएर हेर्नुस् है। यदि बुझ्नु भएन भने मेरो कमेन्टको कमेन्ट बक्समा कमेन्ट गरेर छोड्दिनु होला। म तपाईलाई चाहिँ बुझाउने प्रयास गर्नेछु। एकदमै ध्यान दिएर हेर्नुस् है। यो मोबाइलको लोकेसन शेयर गर्नको लागि मैले चाहिँ यो मोबाइलको लोकेसन शेयर गर्न गइरहेको छु। त्यो भएको कारणले चाहिँ अब यो मोबाइलमा हेर्न चाहन्छु, यो मोबाइलको लोकेसन यो मोबाइलमा हेर्न चाहन्छु म। त्यो भएको कारणले चाहिँ यो मोबाइलको जीमेल यसमा यहाँनिर हाल्छु। यहाँनिर हालेमा मैले हालिसके साथीहरु। हालिसकेपछि तल रहेको छ सेन्ड रहेको छ, तल चाहिँ सेन्ड रहेको छ। हामीले चाहिँ सेन्डमा क्लिक गर्ने। सेन्डमा क्लिक गरिसकेपछि अब हाम्रो चाहिँ काम भइसक्यो। यो मोबाइलको काम यति मात्र हो। अब यहाँदेखि यो मोबाइलको काम सकियो। यो मोबाइलको लोकेसन अब यो मोबाइलमा लाइभ लोकेसन मज्जाले हेर्न सक्नुहुन्छ। अब यो मोबाइलको काम सकियो। अब यो मोबाइललाई चाहिँ यता राख्छु। अब त्यो मोबाइलको लोकेसन यसमा देखाउँछु तपाईहरुलाई चाहिँ। हेर्नुस् है साथीहरु, त्यो मोबाइलको लोकेसन मैले यो मोबाइलमा हेर्न गइरहेको छु। त्यही भएर हामीले चाहिँ गुगल म्यापमा जाने। गुगल म्यापमा क्लिक गर्ने। गुगल म्यापमा क्लिक गरिसकेपछि हामीले चाहिँ यस्तो प्रकारको इन्टरफेस हुन्छ। हेर्नुस् है साथीहरु, तपाईलाई चाहिँ जुम गरेर देखाउँछु। लोकेसन देखाइरहेको छ। त्यो मोबाइलको लोकेसन यसमा हेर्न सकिन्छ। हेर्नुस् है साथीहरु, सजिलो तरिका छ। मज्जाले तपाईले चाहिँ यति गरिसकेपछि आफ्नो छोराछोरी, आफ्नो घर परिवारको लाइभ लोकेसन सजिलैसँग हेर्न सक्नुहुनेछ। साथीहरु, भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पर्छ भने लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनु होला। र अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्स्क्राइब गरेर अनि बल्ल जानु होला है साथीहरु।
हस् त भिडियो कस्तो लाग्यो कमेन्टमा कमेन्ट गरेर छोडिदिनु होला। आजको लागि यति नै। नमस्कार, जय नेपाल।